आजदेखि हाम्रो यो सर्भिस चाहिँ सुरु भयो। अब यो सर्भिस भनेको एउटा वान अफ द मोस्ट च्यालेन्जिङ जब्स हो। ललितपुर महानगरपालिकालाई चाहिँ यो मुलुकमा 293वटा स्थानीय नगरपालिकाहरू छन्, त्यो मध्येमा चाहिँ स्वास्थ्य क्षेत्रमा सबैभन्दा राम्रो काम गरेको भनेर हामीलाई पुरस्कृत गरिसकेको छ। आज ललितपुर महानगरपालिकाले एउटा साँच्चै भन्नुपर्दाखेरि उदाहरणीय काम गर्न स्टार्ट गर्नुभएको छ। एम्बुलेन्स सर्भिस दिनु भनेको ठुलो कुरा होइन, धेरै नगरपालिकाहरूले पक्कै पनि प्रदान गरिराख्नु भएको छ। तर एम्बुलेन्स सर्भिस विथ पारामेडिक्स मात्र होइन, एउटा जस्ट मेडिकल अफिसर या सुरक्षा कर्मीलाई नै स्वास्थ्य कर्मीलाई नै सँगै राखेर यो सर्भिस एडभाइस स्टार्ट गर्नु हाम्रो भिसीज्यूले भनि नै सक्नु भएको छ। सायद संसारमा फ्यु कन्ट्रिजहरूले मात्र यो स्टार्ट गरेको छ, त्यसमध्ये ललितपुर महानगरपालिकाले स्टार्ट गर्नु यो साँच्चै तपाईँ हामी सबैको लागि गर्वको कुरा हो। यसको लागि हाम्रो प्रमुखज्यू, उपप्रमुखज्यू, लगायत एडभाइजर टिम र होल टिमलाई नै म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसको लागि एकचोटि जोरदार ताली बजाउनुपर्छ। धन्यवाद। आपतकालीन समयमा बिरामीलाई अस्पतालसम्म लाग्ने चाहिँ केही मिनेट पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, अत्यन्तै क्रुसियल हुन्छन्। दुर्घटनामा परेको व्यक्ति होस्, अकस्मात चाहिँ स्वास्थ्यमा गम्भीर समस्या आएको बिरामी होस्, गर्भवती वा सुत्केरी महिलालाई अकस्मात चाहिँ स्वास्थ्य समस्या देखिएको अवस्था होस्, यस्तो अवस्थामा अस्पताललाई लगेर पुर्याउने विषय मात्रै पर्याप्त नहुन सक्छ। बिरामीलाई अस्पताल पुर्याउँदै गर्दाखेरि त्यहाँ चाहिँ हामीले यदि आकस्मिक उपचार गर्दै चिकित्सकीय आवश्यक सेवा पनि सँगसँगै प्रदान गर्न सक्यौँ भने वास्तवमा त्यसले बिरामीको अवस्थालाई थप जटिल हुन नदिन मद्दत गर्नुका साथै बिरामीको जीवन रक्षामा पनि महत्त्वपूर्ण हो।